यो हाम्रो हिरो र हिरोइन बसिसक्नु भएको छ होइन अनि हाम्रो यता दर्शक फोन गरेको छैन लु बजिया झर्रा भनेको ए घर नि आयो के छ यार ठीक छ ल आउने साथीहरूले चाहिँ टक्क चिया खुवाउने लिएर आएको छ मैले चाहिँ मसलावाला हालेको छु उसले चाहिँ मसलावाला खाँदैन होइन पुरा सानो इन्जोय सानो चलो चलो चाय बियर त्यहाँ बिचेर हामी गाइस अहिले चाहिँ हामी साथीको घर पुगेर त्यस चिया खाएर आज हामी भात खाँदा जान्छौँ कहाँ भन्दा मेरो साथीकोमा साधारणकोमा भात खाँदा जाँदैन फादर भएको छ कि फादर भएको छ अनि उसको बाउ बनेको उपलक्ष्यमा खाइन्थ्यो फाइनली हामी चाहिँ त्यहाँ पुगेर डाइरेक्ट खाएर होइन पहिला मलाई 2 केजी जति हग्न देऊ ल दरो खाएर आएको छ गाइस यसले 2 केजी कि 2.5 केजी कति हग्छु भएन भने अहिले आधी केजी हगिराख्छु भने अरू हग्छु होइन पुरै 2 केजी नै हग ओके अहिले अब चाहिँ यहाँदेखि हामी खुन्दाबारी जानु लागेको छौँ खुन्दाबारीमा चाहिँ के छ भन्दाखेरि यसको भिडियो सुट पनि छ मेरो छैन आज म चाहिँ नर्मली टिकटक गर्छु अनि त्यहाँबाट त्यस पछाडि डाइरेक्ट स्ट्रिट आज स्ट्रिट गर्नु लाग्छ त्यही भएर म यहाँ आएको हामी हिरोइन पाइन्छौँ न पाउँदैन नि ए खुद्नारीमा सबै आफ्नै हो यस्तो गर्नुपर्छ केटी पाएन भने यसो गाउँतिर छिर्नुपर्छ गाउँतिर छिर्नु के भन्ने भन्दाखेरि यसो गाई गोबर गरेको केटीहरू हुन्छ नि त्यसलाई भन्नुपर्छ जाउ नानी नुहाएर आऊ अनि दसैँको लुगा लाएर आऊ ओके फाइनली हामी खुदुनाबारी चाहिँ आइपुग्यौँ हामी यसको नाम चाहिँ खुदुनाबारी रहेछ अघिदेखि यसले मलाई खुन्दुबारी भनेर भन्ने म क्याप्सनमा गाइस खुन्दुबारी लेख्ने हालेको छ तर यहाँको नाम चाहिँ खुदुनाबारी रहेछ होइन ओ यहाँ त गाई व्यापारी छ त नि सबै गाई गोरु ओहो बजार त राम्रो रहेछ गाई चाहिँ यहाँ स्ट्रिट हाल्नु लागेको म सो 3:30 बजे 4 बजीतिर होइन यहाँ चाहिँ मान्छे पब्लिकलाई चाहिँ के त होइन नि साथी उता हान्नुपर्छ पेट लाग्यो देखा त फेरि ओके गाइस हामीहरू लोकेसनमा आइसक्यौँ लोकेसन चाहिँ आजको क्यान्सल भयो हाम्रो अघि जुन खुन्दाबारी खुदुनाबारी चाहिँ रहेछ है खासमा खुदुनाबारी यसले चाहिँ खुन्दाबारी भनेर अनि हामी जुन लोकेसनमा जानु लागेको थियौँ त्यो लोकेसनमा चाहिँ कस्तो भन्दाखेरि त्यो रेस्टुरेन्ट क्याफे नै जस्तो थियो क्या ठुलो त्यो एरिया नै बन्द भएको रहेछ क्या अनि त्यही भएर हामी चाहिँ यहाँ चियाबारीमा आयौँ चिया बगान ओके हाम्रो हिरोइनहरू पनि फाइनली आइसक्नु भएको छ उहाँहरू पनि होइन र हेलो आफ्नो नाम भनिदिनु होला हो ओहो को तिमी चौहान ए दुईजना दिदीबहिनी ए काका बडाको हो ए ल राम्रो चिनिँदैन ओके अनि आजको भिडियो हाम्रो साथीले बनाउने छ खतरा होइन कस्तो टाइपको अब यहाँ हेर्नुपर्छ अहिले के भयो अरे यता चाहिँ हाम्रो हिरोइनहरू चाहिँ डमाडम खुदुनाबारीको हिरोइनहरू चाहिँ एकदम फोटो खिचे हुन्छ हाम्रो हाम्रो हिरो र हिरोइन बसिसक्नु भएको छ होइन अनि हाम्रो यता दर्शक कस्तो हुँदैछ सुटिङ बबाले आम्मो कस्तो स्वागत गजब बेइज्जती है गर्न हाँस यहाँ पे सिद्धू वीडियो बना रहा है ये हीरो है ये हाँ ये हीरो यार ये हीरोइन खुन्दारी को हीरोइन ऊ हाम्रो सुट सकेर डाइरेक्ट हामी चाहिँ यहाँ चटपटी खान आएको छौँ यहाँ दुईजना चटपटी खाँदै हुन्छ उता घाँस पनि पानी पनि खानुपर्छ 20 को ल कि 30 को 50 को ल हामीलाई 50 को पानीपुरी बनाइदिउँ ल ओके अनि पानीपुरी पनि खाने हो चट्ट चिया खान्न अनि
कस्तो लाग्दैछ आज कस्तो लाग्यो आज सुट तिमीलाई राम्रो लाग्यो पोख्यो खाऊ खाऊ तिमी खाऊ होइन तिमी खाऊ न खाऊ न पहिले तिमी खाऊ न ल तिमी खाऊ ल ओके अब लास्टमा चाहिँ पानीपुरी खानुको स्वाद भनेको बेग्लै हो क्या मलाई चाहिँ फुटेको मात्र पाएछ फाइनली हामी त्यहाँदेखि सुट सकेर खाजा खाएर चाहिँ अब नो प्रब्लम केही पनि हुँदैन त्यहाँ असर गर्दैन कि लाइक अब चाहिँ अघि नै हामीले गर्नु पर्थ्यो तर अलि लेट भयो क्या सो मान्छेहरू पनि एकदम धेरै गइसक्नु भएको छ मान्छेहरू प्रायः जसो हुनुहुन्न बट अब आइसक्यो म त्यही भएर किन वेस्ट गरौँ टाइम भनेर एकचोटि गरिदिनु पर्यो आधी घन्टाको लागि भनेर सो म रेडी हुँदैछु ओके गाइस फाइनली मैले चाहिँ यहाँ लगभग त्यही 45 मिनट्स जहिले डान्स गरेँ होला सो डान्स पनि सकिसकेको छ यहाँहरूले यो खुदुनाबारी होइन यो होइन खुदुनाबारी बासीहरूले धेरै धेरै माया गर्नुभएको छ होइन थ्याङ्क यू सो मच दा अनि धेरै धेरै साथ दिनुभएको छ उहाँहरूले किन मैले त 1 महिना पछाडि मैले ग्यापिङ गरेर लाइक अब मैले डान्सतिर फोकस गरेर थियो अलिकति होइन सिल्सतिर सो 1 महिना पछाडि फेरि पनि म रिटर्न भएकोमा 45 मिनट भनेको धेरै हो बर धेरै मेरो लागि सो दामी थियो यो ठाउँ पनि सो पछि चाहिँ म एकैचोटि फेरि म ब्याक हुनेछु अहिले चाहिँ सामानहरू यहाँ छ मेरो होइन खैरी अब लभ मात्रै खोजेर नि के गर्नु र नि आमा यसले 6 बनाएको मलाई अघि लगेर सुटुका देखाइदियो मैले भिडियो पनि बनाएँ अहिले हेर्नु है अहिले भिडियोमा देखिन्छ त्यहाँ अहिले फोन आमा तर छोराले ढाँट्दैन थाहा छ भने बुहारी भनेर बोल्नु तपाईँले ए आमालाई देखाइदिनु न 6 यो 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 हो नि कस्ती छिन् भेटाउन ल्याउने कस्ती छिन् राम्री छिन् होइन हो ल्याइदिनु आमा छेत्री हो छेत्री चौहान छेत्री झर्रा भनेको के हो भने चुहान बाहुन हुँदैन ए छेत्री होइन अनि खसेत्र भएन हामी चाहिँ खसेत्र भट्टराई बाहुन हुन्छ कोली बाहुन हुन्छ खड्का पनि छेत्री नै हो बाहुन हुँदैनन् अनि खड्का पनि बाहुन हुँदैनन् झर्रा छेत्री हो अब यसले मन परायो भने माग्न जानुपर्छ ल तर पहिला मन पराउनु दिनु फेरि मन पराए उसले चाहिँ मन पराउनु पर्ने हो जल्दो बोल्दो छ यहाँ हेर्नु न होइन मोटो त शराबी कुरो हो जल्दो बोल्दो ज्यान परेको छ ज्यान परेको छ खरानी होइन त नि फोन गरेको छैन छैन लु बजिया अब नि आमा ठ्याक्कै वर्तमान कहिले गर्ने भने बिहेको अघिल्लो दिन गर्ने नि के को सोच्नु पर्दैन बिहेको अघिल्लो दिन यस्तो पाल्या छ यस्तो पाल्या छ हाम्रो खानदानमा नि जट्टे भन्ने बित्तिकै म हो क्या जट्टे भन्ने बित्तिकै म होइन अरू कोही छैन जट्टे अरे जट्टे राम्रै छिन् नि आमाले सुन हेर्दै हुन्छ साथी ज्याप्पै बोकेर कुदाउँदो रहेछ बोकेर घुमाए नि प्रगति सबै आइफोनै मात्रै छ
के भन्नु? नातिनी बुहारी होइन जाउँ भोलि माग्न कुरा गर्छु जाउँ 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 आमालाई मन पर्यो बुहारी आमालाई मन पर्यो सक्यो नि कुरो सकिन त भोलि माग्न गएर नि भने अब म राम्रै हुन्छ है त एकछिन रातको माता गएको टिका लाउनु न माता गएको टिका मात्ते सबैको मात्ते तपाईँ अब बुढेसकाल भयो कि राम्रो हुन सकिँदैन अब गएर त्यही अलिअलि मेकअप मात्रै गरेर आउनु राम्रै हुनुहुन्छ कि ठिकै रहेन हेर्नु त एकचोटि ओके गाइस म त्यहाँदेखि फर्केर अहिले फ्रेस पनि भएको छैन मुख पनि धुएको छैन त्यहाँदेखि आमाहरूसँग गफ गरेँ अनि भाउजूहरूसँग गफ गरेँ अनि हामीले एक कप चिया पियौँ त्यहाँदेखि अहिले चाहिँ हामी कहाँ निस्किँदैछौँ भने हावा खान निस्किँदैछौँ यत्तिकै अनि मसँग चाहिँ हुन्छ हाम्रो भाउजूहरू दुईजना यता हाम्रो खरानी अन्धकार पनि देखिन्छ नि मलाई अन्धकारमा गोरु ओके अनि अहिले चाहिँ हामी यत्तिकै वक गरिदिन्छौँ यस्तो अँध्यारो छ हेर्नु न सबैजना सुतिसकेको सबैजना सुतिसक्नु भएको छ त के हो अनि देउसी खेल्दै हिँड्नु अरे क्या ढोकामा नि दाउराले हान होइन अनि के अरे एउटा दया हाकिरहेको छ नि ठ्याक्कै ढोकामा दाउराले पक्कै हान्छ होइन अनि के भन्छ अनि किन हानिस् मेरो ढोकामा अनि तेरो हाम्रा भाती भन्छ ल भात खुट्टा रातले भक्कै दिन्छ ओके गाइस त्यहाँदेखि फर्केर अनि हामी अहिले खाना खान बसेको छौँ अनि हाम्रो भाउजूहरूले चाहिँ मिठो खाना खुवाउँदै हुनुहुन्छ हामीलाई होइन थ्याङ्क यू सो मच भाउजू होइन के हुन्छ केही हुँदैन म झुके भन्छ नि सिद्धु म झुके तर साँच्चीकै डर हाँस्नुबाट ए हुन्छ हुन्छ के गर्नु ओके कस्तो लाग्छ घाँस घाँसलाई त भोकाएर डर भोकाएको रहेछ म त पिरो गुन्द्रुक हो खाऊ खाऊ गुन्द्रुक के साह्रो मिठो भएको गुन्द्रुक मिठो खाना चाहिँ किन नदेखाएको खाना देखाएन अझै ढङ्ग कस्तो टेस्टी नि हजुरले बनाउनु भएको हजुरले बनाउनु भएको दामी एकदमै राम्रो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब कर देना बाय।